हेलो एन्ड नमस्ते मेरो सबैजना युट्युब फ्यामिलीहरूलाई के छ त सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु र धेरै दिनपछि आज च्यानलतिर यसो जोडिन मन लागेको कारणले आइदिएको है। खै कसरी बोलौँ के भनौँ होइन केही पनि थाहा छैन हो मलाई त बिर्सिसक्यो भने भ्लग नबनाएको नि यति कति भयो 2-3 महिना भयो जस्तो छ होइन। टाइम पनि नमिल्ने होइन अब त्यस्तै होइन। ल आज चाहिँ यसो फ्री थियो क्या अब 2-3 महिनापछि होइन आज एक दिन छुट्टी भएको त्यो त्यही छुट्टीमा मौका पारेर एउटा भिडियो सानो क्लिप्सहरू भए पनि बनाइदिउँ न मेरो अडियन्सहरूको लागि भनेर बनाइरहेको छु है। अब जस्तो छ भिडियो त्यस्तै हो होइन। म चाहिँ त्यो यताउता गर्न नि अब टाइम पनि मिल्दैन र गर्न पनि चाहन्न त्यस्तो होइन। बाँकी जस्तो छ त्यस्तै नेचुरल भिडियोहरू खिचेर हाल्ने काम हुन्छ मबाट चाहिँ। र के भन्नु अब है 2082 साल कति साल चलिरहेको छ नेपालतिर होइन। त्यसको शुभकामना पनि दिन सकिनँ है त्यति बेला र अहिले भए पनि अब राम्रैसँग मनाउनु भइसक्यो होला होइन। अब सबैजना मभन्दा जान्ने बुझ्नेहरू हुनुहुन्छ तपाईँहरू र के भन्नु होइन दारी पालेछ लट्टा पालेछ भन्दैमा अब त्यस्तो साह्रै त्यो यताउता सोच्नु पर्दैन होइन। यो भनेको मान्छेको एउटा सोकिङ हुन्छ होइन। म यो भन्नाले क्या जस्ट बाल कसैले कपाल पाल्ने होइन कसैले दारी जुङ्गा भन्ने चिज किन भन्दा यो ठाउँमा भनेको दारी जुङ्गा भन्ने चिज अनि कपाल कति काटेर सक्ने हो होइन त्यो आफै मिलाएर बुझौँ। दारी पनि लामो भएछ अनि लट्टा सट्टा अब जोगी टाइपको भएछ यो होइन। त्यो टाइपको नसोचिदिनु होला होइन। मनदेखि राम्रै मान्छे हो म पनि बुझ्नेको लागि राम्रो छु नबुझ्नेको लागि त अब म के नै भन्न सक्छु र होइन। त्यही हो अब आज यसो बाहिर निस्केको छु। बाहिर निस्केको टाइममा चाहिँ अब हेरौँ होइन भिडियो नै बनाऊँ भनेर चाहिँ निस्किया हो खासमा है। अब बोल्ने कसरी बोल्ने भन्ने कुरा नि बिर्सिसकेछ क्या भने होइन। कसरी बिर्स्यो होइन भिडियो बनाएर मान्छेले पो अब बनाउँदै जाँदा बनाउँदै गर्दा होइन यताउता अब बोल्नलाई पनि अलि एक्टिभ हुँदै जान्छ। अब छोडियो त नि गाउँको केटा हो होइन। क्यामेरामा फेस गर्न त लाज लाग्छ भने होइन। त्यही अब जस्तो छ भिडियो त्यस्तै स्वीकारिदिउँ होला होइन। हुन त कसले पो हेर्न रुचाएको छ र मेरो भिडियो होइन। मलाई देख्न नरुचाउने मलाई हेर्न भन्दा नि मलाई देख्न भन्दा नि मेरो त्यो के नामै लिन नरुचाउने मान्छेहरू धेरै छ होला जस्तो लागिरहेछ मलाई। जति पनिले माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ भने भिडियोलाई चाहिँ यसो मिलाएर सेयर यताउता गरिराखौँ होइन। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब यताउता यसो ठोकेर गइदिउँ न के बिग्रिन्छ र होइन। दुनियाँको भिडियोलाई गर्नु हुँदा मेरो नि हुन्छ कि होइन। त्यही हो गाइज है। अब अर्काको देशमा छौँ है आफ्नै देशमा बस्नु मन त थियो तर के गर्नु अब त्यो नेपालीहरूको सबैको बाध्यता त्यही त हो होइन। अहिले यतातिर आएको बाहिरतिर यो टावर होइन हाम्रो नेपालको जस्तै टावर छ किनकि हामी चाहिँ अलि जङ्गल टाइपमै छौँ होइन। गाउँ भन्दा नि जङ्गलै हो होइन। जङ्गली जनावरहरू यसो होइन सिकार खेल्न जान मिल्ने ठाउँमा छौँ हामी। तर बाहिर निस्किन अलाउड त हुँदैन हामीलाई तर पनि होइन। भिडियो बनाउन नि अब लाज लाग्ने टाइपको भइसकेको छु म होइन क्यामेरामा फेस गर्न नि। किनकि अब भिडियो त के मोबाइलै नचलाएको कति भयो होइन। बोल्ने कसरी के होइन बोल्नेको टोनहरू मिलेको छैन होइन। फेरि रफ वर्डहरू युज भएछ भने माफ गरिदिउँ होइन। त्यही हो। अनि लुक्सलाई लिएर चाहिँ केही पनि कमेन्टहरू नआओस् जस्तो लाग्छ होइन। त्यही हो अब भनेको टाइममा दारी सेभिङहरू गर्न पाइँदैन अनि बाल साल काट्ने पनि अब एउटा ठाउँ हुन्छ। यतातिर त काटेरै छ अनि अरू चाहिँ नकाटेको त्यो टाइप पनि होइन होइन। यो भनेको आफ्नो आफ्नो उस हुन्छ होइन। यस्तो ठाउँमा छौँ कि है अब एउटा रिचार्ज चाहियो भने पनि आधा घन्टा कुद्नुपर्छ होइन। अब आज नि अब त्यो रिचार्जकै लागि भनेर बाहिर हिँड्दै मैले एउटा भिडियो पनि बनाउन त भनेर बनाएको त्यसमा त्यो बोल्ने शैलीहरू त यस्तै छ। बुझ्ने मान्छेहरू देख्ने मान्छे हेर्ने मान्छेहरूले हुन्छ त अनि भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइबहरू गर्नु हुँदैन र कस्तो हो र। म त यस्तै छु है फेरि
जस्तो छु त्यस्तै ठिक छु जस्तो लाग्छ क्यारे होइन। यहाँ अल्फाकाको बस स्ट्यान्ड चाहिँ यस्तो छ ल। यहाँबाट गाडीहरू जान्छ होइन, कतै जानु टाढा टाढा जानु पऱ्यो भने चाहिँ यही टाइपको। अरू त के नै भनौँ गाई चाहिँ कन्टेन्टहरू त मेरोमा त केही पनि हुँदैन क्यारे होइन। त्यस्ता कन्टेन्ट त के कताबाट कन्टेन्ट हुनेहरू भने बिहान बिहानै आइज अब खानासाना बनाएर खायो भने नाइट ड्युटी खा सुत, फेरि 3 बजे उठ, खाना बना रेडी गर, 4:30 बजे फेरि ड्युटीमा कुदिहाल्नुपर्छ। जागिर चाहिँ गाह्रै छ, दुःखै छ होइन। के भन्नु अब त्यस्तै छ होइन। दाइलेहरू चाहिँ सेभ हान्नु पर्ने भएको छ, यस्तो यस्तो भयो है। यस्तो तपाईँहरूको अगाडि यो लट्टा खिँचाएर त्यो सान दिएको चाहिँ होइन कि, यसलाई पनि लुकाउनु पर्ने थियो। तर म चाहिँ त्यो खासमा जे छ रेल के रेलै देखाइदिउँ भन्ने टाइपको छु होइन। यस्तो 2-4 जना साथीहरू पनि आएको थियो अगाडि अगाडि, यता भित्रतिर छिर्यो होला होइन भित्रतिर। अब यसो भित्रतिर गइदिनु होला, भाइ पनि आइपुग्यो कमिङ है। के पार्कको नाम त थाहा छैन, तर जाँदैछौँ। तर यस्तोबाट रहेछ यो इलिगल टाइपको रहेछ। त्यस्तो छिर्छौँ। मेरो आइडी आइसक्यो, तेरोमा आज फ्रिडम लिन्छ है। ए आइडी लिएर हिँड्छौ? मैले त ल्याएँ नि त। छैन आइडी छैन, फोटो छ। मेरो त फोटो पनि छैन त। यस्तो काँडे तारले बार लाएर यो मनलाई किन बार्यो कि यो टाइपको गीत थियो नि, त्यस्तै टाइपको काँडे तारले बारे रहेछ। अब यहाँ भित्र घुस्ने अलाउड छ कि छैन पार्कमा होइन। यता पनि यस्तो दामी के यसो काटेर राखेको बवाल टाइपको रहेछ होइन। यहाँ भित्रको अलाउड त छ कि छैन होइन। पार्कतिर त आइहाल्यौँ होइन होइन र। पार्कतिर त आइहाल्यौँ। अब फेरि बाल बाँधिदिनु पऱ्यो गाई चाहिँ यस्तो टाइपले खालि च्याउ गर्नु थाल्यो क्या। पार्क त राम्रै रहेछ। हेलो साथीहरू, के हो र नचिने जस्तो खुइ तिनीहरूले चिनाएन मलाई। हेलो एभ्रिवान, सबले निगम ब्लग हेरेर सब्सक्राइब, सेयर, लाइक, कमेन्ट सबले गरिदिनु पर्यो ल। तर हामी चाहिँ यसो आउँदैछौँ, लिगल छ कि इलिगल छ है त्यो त थाहा छैन। भित्र छिर्नलाई काँडे तारले बारे रहेछ, तर पनि नागेर हिँडिहाल्यौँ। अब खै कसैले भने त अनि कपल्सहरू चाहिन्छ अरे यो पार्कभित्र छिर्नलाई होइन। केटाकेटी कपल्स भयो भने चाहिँ छिर्न दिन्छ अरे, नत्र चाहिँ दिँदैन अरे भन्ने कुरो सुनेको होइन। हामी कहाँबाट कपल्स खोज्ने त नि, हामीले यहाँ अब यस्तो अनाकन्डर जङ्गलमा ल्याएर राख्ने। अनि नेपालमा अब ल अब कपल्सको बारेमा होइन, अब नेपालमा त छैन हाम्रो कपल्स। अनि यहाँ दुबईहरू कताबाट पाउने र कपल्स हाम्रो बुढी मात्रै छ सिरिफ, अरू छैन हाम्रो। के गर्नु लगिरहेको आइज हो त्यस्तै हो क्या। अब कपल्स त कहाँबाट यो जङ्गलमा, बरु अलि सिटीतिर लगिदिएको भए त बनाउनु हुन्थ्यो बर्दुबेतिर मात्र लग्यो भए त त्यस्ता केटी त हामी कति पट्याउँथ्यौँ नि। कहाँ के गर्ने, यो मकै घारीमा ल्याएर छोडिदिएपछि कहाँबाट पट्याउँदैन हामीले। तर एकदम स्याउ सुन्तला मकै यताउता त हुँदो रहेछ है, ठाउँ ठाउँमा देखिरहेछौँ। कछुवाको बिहे पनि देख्यौँ, अनि हाँसको बिहे होइन। ल त गाइज अब टक्क आइपुग्यौँ पार्क। अरे यो चाहिँ अब जङ्गलमा पनि यस्तो पार्क बनाइदिइरहेछ कि अब होइन। जङ्गल हो तर यसो इन्टरटेनमेन्टको लागि भनेर बनाएको होला खास यो पार्क चाहिँ होइन। त्यो त थाहा भने के को लागि बनाए के कस्तो होइन। तर बनाउनु चाहिँ जेको लागि बनाए पनि यो जङ्गलभित्रै भयो भने होइन, एकदम राम्रो पार्क बनाइदिएको छ। कपल्स पार्क गरे, त्यहाँ गार्ड उतापट्टि गार्ड, अनि हामी चाहिँ यता त्यस्ता गार्डसार्डको अगाडिबाट अब केटी चाहिने अरे के एउटा होइन, जस्ट गर्लफ्रेन्ड कपल्स चाहिने कपल्स पार्क गऱ्यो। त्यो नभए छिर्नु नदिने टाइपको अरे। हामी चाहिँ कताबाट खोज्नु त नि, अब केटी अब हुँदै छँदै नभए केटीलाई कहाँबाट खोज्नु, अनि भित्र यसो रमाइलो त गर्नु पऱ्यो। त्यही भएर हामी चाहिँ त्यो काँडे तार यसो नागेर चाहिँ यताबाट छिर्दियो हो। अहिले जाने बेलामा चाहिँ यसो मिलाएर जानु पर्ला होइन। त्यही हो, भयो भने भयो, नभए यताउता हामी त्यो ठोकठाक कार्यक्रम गऱ्यो भने गइन्छ। पुरानै बानी हो कि छोडिन्छ र मजा गरे फेरि होइन। पार्क यस्तै छ है। आज चाहिँ पार्कको भिडियो आयो तपाईँहरूको लागि।
अब हामी चाहिँ यहाँ ल पैसा खर्च गर्नु भने मरे जस्तो भयो भयो घेर पर्दैन अब चाहिँ हाम्रो खाजा खाने प्रोग्राम चलिरहेको छ होइन अब त्यही हो नेपाली हो नि त कस्तो भयो भन्दा अब दारूको बोतल त्यसै लिएर आउनु पाइँदैन नि त होइन त्यही भएर कोकको बोतलमा चाहिँ कोक मिसाएर खुबिरमा कोक मिसाएर लिएर आएर होइन अल गाइजले हान्दै हो हामी चाहिँ है सबले आइ भन नि त के हो र नचिने जस्तो हात हल्लाउँदैमा के बिग्रिन्छ तिमीहरू अनावश्यक चाहिँ तिमीहरूले अनलिमिटेड हात हल्लाउँदा हुने आज चाहिँ यसो क्यामेरा हल्लाउनु नहुने तिमीलाई गयोहरू बाल छ त अनि दामी छ डेडलक हान्दैछु कुनै समय हानौँ ल र यसमा खोकिरम मिक्स गराएर नेपाली हो अब दिइहाल्छ नि यस्तो त होइन न त देखाएर बोतल पो ल्याउनु पाइन्न कोकको बोतलमा हालेपछि पाइन्छ नि भन्ने कुराले होइन त जर्सी पुरा मिक्स छ है फेरि उता छन् फेरि डोङ्गरीहरू उता कोहीले फोटो हान्दैछन् होइन दिन्छ त्यो पल्लोमा मात्र अब बस्न दिने र नदिने भन्ने यस्तो रहेछ कि अब कपल्स पार्क अब लेडिज लिएर आएर फर्स्ट टाइम आएको पार्क अब कहाँबाट खोज्नु त नि हामीले होइन कपल्स पार्क अनि कहाँबाट चिज खोज्नु जानु त नि हामी सँगै जाउँ भन्ने हैरान भएर हिँड्नुपर्छ होइन लगाइ जब है त्यति बेला हामी यस्तै छौँ र अब भ्लग चाहिँ यतिको इन्डिङ गरौँ होला मेरो भिडियो हेरेर एकदम सिधा कमेन्ट हान्ने र त्यो लाइक सब्सक्राइब सेयर गर्ने त कुनै डोख्रे राँडीको बानहरू पनि छैनौ तिमीहरूलाई भन्ने यसरी नै हो हेर्छौ अब त्यही हो साइदा मुर्दारहरू अब जेसुकै गर भिडियो सेयर गरे गर नगरे नगरे यतिकै हो म त है ल लगाइ जब बाँकी खिच्न मन लाग्यो भने अब पुरा राउने फेरि यस्तो ड्रोन पनि उडाइदिने सोच थियो फेरि अब त्यस्तै हो ड्रोनबाट माथि के उडाउनु दिँदैन यहाँ समाज छ पुलिसले भनेर अनि अहिले अब त्यही हो आइफोन 16 एपोएस प्रो म्याक्सबाट मैले भिडियो बनाउँदैछु अब यो राम्रोसँग हेरेर अब त्यही हो हेर्नु चाहिँ पऱ्यो गाइज ल तिमीलाई गुहेहरू ल ल आजलाई चाहिँ यतिकै त के भन्नु अहिले बनाउनै छ होला एकछिन पछि फेरि भेटौँला गाइज ल